एकपल्ट धनी त हुन पाम, त्यसका बाजे भात खानलाई पनि आफ्नो पर्सनल चार्टर प्लेन चढेर बुर्ज खलिफामा जाने। यत्रो पैसा आइसकेपछि त के नेपालमा बसिरहनु, इन्जोय गर्नलाई त रसिया नै जानुपर्छ हेर केटा। पैसा चैत वैशाखमा रुखबाट नि त्यति पात कहाँ खर्च र, त्यति पैसा त उडाउने हो। सलमान खान शाहरुख खान जस्ता त अघि पछि हजुर हजुर भन्दै घुम्ने छन्। बिजनेस चाहिँ के गर्ने त, नेता बन्नु पर्ला। जनता सिधा छन्, अगाडि गएर जति झुट बोल्दै पनि हुन्छ, पताइहाल्छन्। यो गरिदिन्छु त्यो गरिदिन्छु, झ्याममा पैसा बटुल्ने एकातिर लाग्ने, यही हो बिजनेस। म धनी भयो नि त राते सेते घैँटे जुरेले, यिनीहरू त मेरा साथी हुन्। यिनीहरू त फेरि गरिबै गरिब हुने रहेछन्। फेरि यिनीहरू गरिब हुने भए त त्यसो भए धन सम्पत्ति छोडिदिन्छु, म साथी छोड्दिनँ, म गरिबै ठिक छु।